हेलो हेलो यता हुनुहुन्छ हाम्रो डाङ्गी भाइ के छ भाइ सन्चै छौ नि ए फोनमा व्यस्त छौ के अरे ल ठिकै छ म एउटा सानो ब्लग बनाउँदैछु ओहो अनु भाइ के छ ठिक छ दाजु तपाईँ के छ भन्नु ल ठिक छ आज बिदाको दिन ट्याक्कै भेट भयो होइन त पार्कतिर ल यसरी हामी चाहिँ दाजुभाइहरू पार्कतिर आछौँ अब यसो बिदाको दिन त रमाउनु पर्यो नि त परदेशीले गर्ने यही त हो नि बिदाको दिन यसो पार्कतिर जाने अब अरबतिर हुने समुद्रतिर जाने अब यस्तै त चल्ने हो अब हजुरहरूलाई चाहिँ म यसो भ्युजहरू पनि देखाउँछु हल्का अब यस्तै हो यसो हेरेर सरोज लामिछाने युट्युब च्यानल 3809 लाई चाहिँ यसो सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला भन्न चाहेँ अलि परतिर चाहिँ तपाईँको यहाँ मयुरहरू पनि देख्न पाइन्छ आफै मयुरहरू देख्न पाइन्छ यसो कछुवाहरू चाहिँ लुकेको छ म देखाउने कोसिस गर्दैछु त्यतातिर जाँदैछु हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला कुन अवस्थामा हुनुहुन्छ सर अब आफ्नो सबैजनाले केयर गर्नु होला त्यस्तै छ जिन्दगानी होइन मान्छेको जीवन हो अब रमाउन सिक्नुपर्छ होइन अब मलाई चाहिँ यसो नयाँ नयाँ ठाउँहरू घुम्ने यसो कुनै चिजहरूको अवलोकन गर्ने भन्ने एउटा आउँछ यहाँ चाहिँ यो विदेशी हाँस हेर्नु चाहिँ यो अहिले चाहिँ पौडी खेलेको छैन बाहिर छ आज मौसम अलिकति चिसो चिसो भएको कारणले घाम ताप्न निक्लियो होला यिनीहरू घाम पनि त्यति आएको छैन ल विदेशी हाँस हेर्नुहोस् र यो यतापट्टि यो उसमा चाहिँ कछुवाहरू पनि हुन्थ्यो कछुवा यहाँ अहिले बाहिर निक्लेको रहेनछ ल पौडी खेल्न लागेको हाँस पनि हेर्नु होला त्यो हजुरहरूलाई यसो देखाउँछु यहाँ परेवाहरू त्यो कुरोहरू हाँसहरू यतातिर हुन्छन् यहाँ अब यहाँ चाहिँ नेपालको जस्तो यसो गरौँ भन्न पाइँदैन यिनीहरूलाई खानेकुराहरू ल्याएर दिन्छन् सबैजनाले पार्कभित्र हुन्छ बाहिर जाँदैन मान्छेसित पनि डराउँदैन यिनीहरू किनभने अब यहाँ